नमस्कार, स्वागत छ पावर न्यूजमा। म प्रेम बानिया। दर्शकहरू, व्यवस्थापिका संसदमा बोल्दै गृहमन्त्री वामदेव गौतमले सिन्धुपाल्चोकमा सुनकोशी नदीमाथि खसेको भीषण पहिरो, त्यसबाट उत्पन्न विपत्ति र बाँकी भएबारे जवाफ त दिएका छन्, तर सिर्फ औपचारिक सरकारी संयन्त्रबाट संकलित केही तथ्याङ्क प्रस्तुत गरेका गृहमन्त्रीले पीडित जनताको उद्धार वा आपतकालीन सहयोगका लागि केही गर्न नसकेकामा कुनै ग्लानी व्यक्त गरेनन्। सिर्फ डाटा सुनाएर गए अनि आपतकालीन राहत वा उद्धारका लागि सरकारले खर्च गरेको भनेको झिनो रकमको तथ्याङ्क दिए। तपाई दर्शक अनुमान गर्नुस्, सरकारले 14, 15, 20, 25 लाख रुपियाँ खर्च गरेर आपतकालीन उद्धार के गर्यो होला सिन्धुपाल्चोकमा सुनकोशीमा। संसदमा गृहमन्त्री गौतम बोलिरहँदा यस्तो लाग्थ्यो कि यो देशको नागरिक हुनुको पीडा नै त्यहीबाट सुरु हुन्छ। आजको पावर न्यूजमा हामी सरकारको यस्तै आलोचित व्यवहारको सत्य प्रस्तुत गर्छौं र हामीसँग यस्तो पनि रिपोर्ट छ, सरकारले समयमै सिन्धुपाल्चोकका ती नागरिकको पीर मर्का बुझिदिएको भए कतै यति भीषण पहिरो जाँदैन थियो कि भन्ने तथ्य। यसबारे ठिक 1 वर्ष अगाडि गरिएको रिपोर्टिङ पनि छ। सुरुमा गृहमन्त्रीले संसदमा दिएका जवाफ। सिन्धुपाल्चोकको माङ्खा र राम्चे गाविसबाट खसेको पहाडले सुनकोशी नदी थुनिएको 4 दिन बितेको छ, तर सरकारले आपतकालीन रूपमा ठूलो शक्ति प्रयोग गरेर निकट भएलाई कम गर्न पनि सकेको छैन र पीडितलाई औसत न्याय पनि गर्न सकेको छैन। सरकारले सूचना लिएर उद्धारका लागि केही प्रयास थालेको भए पनि औसत जानकारी दिएको छ, तर यो अपर्याप्त भएको भन्दै पीडितहरूले सरकारको तीव्र आलोचना गरेका छन्। सरकारले उद्धार कार्यमा ढिलासुस्ती गरेको, राहत दिन नसकेको, घाइतेहरूको उपचारको व्यवस्था नगरेको तथा विस्थापितहरूलाई पुनर्स्थापित गर्न नसकेको भन्दै स्थानीय बासिन्दादेखि सभासदसम्मले आक्रोश पोखेपछि गृहमन्त्री वामदेव गौतमले सिन्धुपाल्चोकको पहिरोको विषयलाई लिएर बुधबार संसदमा जवाफ दिँदै सरकारले उद्धार, राहत र पुनर्स्थापनालाई एक साथ अगाडि बढाएको बताए। उक्त जिल्लामा पहिरो र तत्पश्चात भएको डुबानबाट विस्थापित व्यक्ति र परिवारहरूलाई खाने र बस्ने व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको छ। उक्त जिल्लामा पहिरो र तत्पश्चात भएको डुबानबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकतामा गठित 5 सदस्यीय कार्यदल अहिले खटिरहेको छ, काम गरिरहेको छ। सभामुख महोदय, म अब खोज तथा उद्धारका लागि केन्द्रसँगको समन्वयमा जिल्लाबाट गरिएका कार्यहरूको विवरण सम्मानित सदनसम्म राख्न चाहन्छु। विनाशकारी पहिरो र तत्पश्चात भएको डुबानबाट सृजित परिस्थितिमा राज्यको प्रतिनिधिको रूपमा रहेको प्रमुख जिल्ला अधिकारीको अन्य विषयहरूमा जस्तै विपदको प्रतिकार्यको लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवी प्रको उद्धार समिति सहितको टोली घटनास्थलमा अहोरात्र खटिरहेका छन्। खोज उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिन सबै सरकारी निकाय तथा सुरक्षा निकायहरूसँग भएको स्रोत साधनहरू जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजनमा परिचालन गरिएको छ। खोज तथा उद्धार कार्यमा बन्दोबस्तीको कमी हुन नदिनका लागि नेपाली सेना र निजी क्षेत्रबाट सञ्चालित हेलिकप्टर समेत प्रयोग गरी एयरलिफ्टको काम भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा आपतकालीन सम्पर्क तथा समन्वय केन्द्र स्थापना गरी एयरलिफ्ट र रेफरल सेवा लगायतका कार्यहरू अहिले भइरहेका छन्। उनले घटनामा परि 33 जनाको शव संकलन गरिएको, 123 जना बेपत्ता रहेको तथा 446 जना विस्थापित रहेको तथ्याङ्क प्रस्तुत गरे। उक्त घटनामा परि हालसम्म मृत्यु भएका मध्ये हालसम्म 33 जनाको शव प्राप्त भएको छ भने 27 जना व्यक्तिहरू घाइते भएका छन्। घटनामा मृत्यु भई शव प्राप्त भएकाहरूको सब परिवारका सदस्य भए उनीहरूलाई र नभएमा आफन्तहरूको जिम्मा लगाइसकिएको छ। विपदमा परि सामान्य घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा उपचारको व्यवस्था गरिएको छ भने गम्भीर रूपमा घाइते भएकाहरूलाई हेलिकप्टर एम्बुलेन्सबाट काठमाडौँ ल्याई उपचारको व्यवस्था गरिएको छ। पहिरोमा परि हराइरहेका 123 जना व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ तथा परिवारजनलाई मृत्यु सरहको राहत उपलब्ध गराउने काम सुरु गरिएको छ। यस घटनाबाट 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 3वटा व्यावसायिक फर्म, एउटा रिसोर्ट,
एउटा माध्यमिक विद्यालय र एउटा विद्यालयको गाडी, 8वटा निजी गाडी, एउटा सिमेन्ट ब्लक कारखाना समेत पूर्ण रूपले क्षतिग्रस्त छन्। पहिरोका कारण सुनकोशी र सानीमा विद्युत गृहमा क्षति पुगेको छ भने सुनकोशी बजार 12 वडा नम्बर 9 र धुस्कुन 9 तथा रामचे 7 को बस पार्क पूर्ण रूपमा डुबानमा परेको छ। अर्नीको राजमार्गको करिब 2 किलोमिटर भाग पानीले डुबाएको छ भने टेकनापुर गाविस र धुस्कुन गाविसका नदी किनारका घरहरू डुबानमा परेका छन्। धुस्कुन गाविस वार्ड नम्बर 9 स्थित सानीमा हाइड्रो पावरको पावर हाउस पूर्ण रूपमा डुबेको छ र 12 महादेव स्थानमा पानी पसी करिब 18वटा घर डुबानमा परेका छन्। पहिरो र तत्पश्चात गएको डुबानका कारण माङ्खा, राम्चे, धुस्कुन र टेकानपुर लगायत गरी 436 जनाको संख्यामा मानिसहरू विस्थापित भएका छन्। यस बीचमा सिन्धुपाल्चोक प्रशासनले भने हराइरहेका 123 जनालाई समेत मृत घोषणा गरेको छ। उनीहरूको परिवार र आफन्तकै सल्लाहमा प्रशासनले हराइरहेकाहरूलाई मृत घोषणा गरेको हो। प्राकृतिक त्रासदीको यो अकल्पनीय घटनाको उद्धारका लागि अहिले नेपाली सेनाका 201, नेपाल प्रहरीका 174 र सशस्त्र प्रहरीका 175 गरी 550 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गृहमन्त्री गौतमले दिएका छन्। पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 201 जना, नेपाल प्रहरीका 174 जना र सशस्त्र प्रहरी बलका 175 सहित जम्मा 550 जना सुरक्षा सदस्यहरू खटिएका छन्। डुबानमा परि घाइते भएकाहरूका लागि प्राथमिक स्वास्थ्य केन्द्र 12 मा उपचारको प्रबन्ध गरिएको छ भने तल्लो तटीय क्षेत्रबाट सारिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्थाका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा आवश्यक प्रबन्ध गरिएको छ। प्रमुख जिल्ला अधिकारीको कमानमा बन्देउमा कमान पोस्ट स्थापना गरी स्थितिको अवलोकन, नियमित प्रतिवेदन र समन्वय लगायत राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ। खोज उद्धार र राहतका सम्बन्धमा राष्ट्रिय स्तरबाट भइरहेको समन्वयका सन्दर्भमा मिति 71 श्रावण 17 गते बिहान 7:30 बजे बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समिति जो अगाडि पनि उल्लेख भएको छ, आपतकालीन बैठकका निर्णय बमोजिम विपदबाट प्रभावित हुन सक्ने तल्लो तटीय क्षेत्रका सबै जिल्लाहरूका परिजिएको नेतृत्वमा कमान पोस्ट स्थापना गरी कार्य भइरहेको छ। नदी किनाराका दायाँ बायाँ 200 मिटरलाई संकटग्रस्त क्षेत्र घोषणा गरी सम्भावित विपदमा पर्न सक्ने संकटासन्न क्षेत्रका 2188 परिवारलाई स्थानीय स्तरमा मानवीय क्षेत्रमा क्रियाशील संघ संस्था, निजी क्षेत्र, नागरिक समाज समेतको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरी समुदाय आफन्त र क्याम्प समेत खडा गरी बस्ने र खाने प्रबन्ध मिलाइएको छ। उनले अहिलेसम्म सिन्धुपाल्चोकका पीडितहरूका लागि 14,55,000 रकम वितरण गरिएको जानकारी दिएका छन्। हालसम्म कुल 14,55,000 राहत रकम मृतकका परिवार वा आफन्तलाई वितरण गरिएको छ। तर पीडितहरूले सरकारले दिएको राहत नपाएको गुनासो गरिरहेका छन्। हराइरहेकाहरूलाई समेत मृतककै सरह क्षतिपूर्ति उपलब्ध गराउन थालिएको छ। चुरेको पहिरो सुनकोशी नदीमा थुनिएर अरनीको राजमार्गको 1.5 किलोमिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भई यातायात अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गर्न अध्ययन भइरहेको जानकारी गृहमन्त्री गौतमले दिएका छन्। सर्वसाधारण जनताको आवागमन सुचारू गरी जनजीवनलाई सामान्य बनाउन सरकारबाट भइरहेका र हुने क्रममा रहेका कार्यहरूको बारेमा म जानकारी गराउन चाहन्छु। जनताको जीवनलाई सामान्य अवस्थामा ल्याउन यही महिनाको 20 गते गृह मन्त्रालयमा भएको बैठकका निर्णयहरू तत्काल कार्यान्वयनका लागि भौतिक पूर्वाधार, ऊर्जा, संघीय मामला तथा स्थानीय विकास, शहरी विकास, स्वास्थ्य, संचार मन्त्रालय, शिक्षा र कृषि विकास लगायतका विषयगत मन्त्रालयहरू र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा निकायहरूबाट आफ्नो विषय क्षेत्र अन्तर्गत पर्ने कार्यहरू तीव्रताका साथ सुरुवात भइरहेका छन्। यस क्रममा स्थानीय प्रशासनसँगको समन्वयमा मध्य भोटेकोशी आयोजनाबाट अँधेरी राम्चेबाट 12 सम्मको ग्रामीण सडक 1-2 दिनमै 4 हिल गाडी सञ्चालनमा ल्याउन सकिने गरी कार्य भइरहेको छ। सडकको ट्र्याक तत्काल खोल्नका लागि प्राविधिक समेतको टोली घटनास्थलमा परिचालन गरिएको छ। यसका साथै नेपाल तथा चीन बीच आयात निर्यात तथा आवागमनको मार्ग रूपमा रहेको अर्नीको राजमार्गमा हालै गएको पहिरोका कारण आवागमनमा बाधा उत्पन्न भएको अवस्थालाई सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेना तथा सरकार निकायसँग समन्वय गरी अस्थायी पुल
बेली ब्रिज र बाटोको ट्र्याक खोली यथाशीघ्र आवागमन सुचारू गराउने र आवागमन सुचारू नभएसम्म मानिसलाई अवरोध भएको तटीय क्षेत्रमा आवागमनको व्यवस्था तत्काल मिलाउन निर्देशन भई कार्य प्रारम्भ भइसकेका छ। उनले यस्तो बताए पनि पीडितहरूले राहत नपाएको गुनासो गरिरहेका छन्। यतिसम्म कि पहिरो जानु पूर्व सरकारले त्यस ठाउँको पीडा सुनेको भए पनि यति ठूलो विपत्ति नआउने स्थिति रहेको स्थानीयहरूले बताएका छन्। 1 वर्ष अगाडि त्यहाँका स्थानीयवासीले सरकारसँग गरेका याचना बमोजिम तिनलाई पहिरोबाट बच्नका लागि तार जाली दिएको भए आज यति ठूलो घटना हुँदैन थियो कि भन्नका लागि हामीसँग एक त्यस्तो सन्दर्भ छ जसमा त्यति बेला पहिरो रोक्न सहयोग चाहियो भनेर बोलिरहेकाहरू यति बेला सुनकोशीको पहिरोमा पुरिएका छन् र तिनको लास पनि भेटिएको छैन। तर सुन्नुहोस्, उनीहरू 1 वर्ष अगाडि के भन्दै थिए? बाँच्नका लागि सरकारले पहिरो रोकथाम गरिदिए हुन्थ्यो। सिन्धुपाल्चोकको रामचे गाविस 5 मा रहेको यो भालुखोप र इटनी गाउँको दृश्य हो 1 वर्ष अगाडिको। यो गाउँका मानिसहरू वर्षौं वर्षदेखि पहिरोको पीडामा छटपटाइरहेका थिए। सुनकोशीले हरेक जसो वर्ष दुःख दिने गरेकाले यस गाउँका मानिसहरू बर्खा लाग्न साथ भागाभाग गर्नुपर्ने स्थिति थियो। सुनकोशीले तल तलबाट खोल्दै लगेकाले हरेक साल बर्खामा उनीहरू त्रसित हुन्थे र कुनै दिन अप्रिय घटना हुने खतराबारे पनि कल्पना गर्थे। यसै भएर यस गाउँका मानिसहरू जिल्ला विकास समितिमा, जिल्ला प्रशासनमा पटक पटक सहयोग माग्नका लागि, तार जाली माग्नका लागि गएका पनि थिए। तर उही त हो नेपालका सरकारी अड्डाका काम। केही तार जाली दिइहाले पनि बर्खा सकिएपछि मात्र प्राप्त हुन्थ्यो। एवं रीतले समय बित्दै गयो र यस्तो दिन आयो शनिबार रातको त्यो प्रहरमा कसैले पनि आइया पनि भन्न नभ्याउने गरी आयो पहिरो र खायो यी मानिसहरू र यो बस्तीलाई। हो, यो यही गाउँ हो। 1 वर्ष अगाडि बर्खाकै बेलामा खिचिएको यो दृश्यमा जो तपाईँ देख्नुहुन्छ रामचे 5 मा रहेको भालुखोप र इटनी गाउँ, यो यस्तो थियो। जब शनिबार यो बस्तीमा भीषण पहिरो आयो त्यसपछि यस्तो भयो। यो बस्ती पुरै पहिरोमा बगेर सुनकोशीमा थुप्रिएको छ। इटनी गाउँका यी घरहरूमा बसोबास गर्दै आएका करिब 30 जनाको लास समेत भेट्न गाह्रो हुने गरी मृत्यु भएको छ। यसरी सखाप बनायो पहिरोले। तर यो कुनै निश्चित न्यूज होइन। यद्यपि सरकारले यी गाउँलेको बोली र यिनलाई परेको पीर मर्काको सुनवाई त्यति बेलै गरिदिएको भए आज यस्तो नहुन सक्थ्यो कि भनेर अनुमान गरेका छन् बाँचेकाहरूले। भालुखोपका उनको नाम दोर्जे तामाङ हो। उनी पनि यो पहिरोमा पुरिएका छन् र उनको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। उनको परिवारका 1 जना पनि सदस्य बाँचेका छैनन् र लास पनि भेटिएको छैन। यसै बस्तीमा बसेकाले उनको मृत्युको घोषणा गरिएको हो। तर ठिक 1 वर्ष अगाडि उनले हामीसँग भनेका थिए पहिरोले असाध्यै दुःख दियो, के गर्ने होला, बासै उठ्ने भयो। अनि कहीँ कतै केही अनुरोध गर्नु भएको चाहिँ छैन त यसो राहत क्षतिपूर्तिको लागि? अनि गर्नु पर्छ भन्ने लागेको छैन? चारैतिरबाट घेरेको छ है पहिरोले। अनि यो गाविस जीविसतिर कतै गर्नु भएको छैन, निवेदन हाल्नु भएको छैन? के भनेको छ त? हामी हेर्छु, हामीले गरेर खेप्नु होइन, जिल्लाले गर्छ हामी प्लेन्छु भन्थ्यो। म हिजो गएको भन्दा जहाँ राखेको त्यही छ निवेदन।
यसरी यो बस्ती पहिलेदेखि नै पहिरोको आतंकमा थियो। वर्षेनी पहिरो खस्ने गरेकाले त्रासबाट बच्नका लागि अघिल्लो बर्खामा उनीहरूले बासै सानेका थिए। तर विडम्बना शनिबार त्यो आएरै छोड्यो। इटिनी भिर खस्यो र यो बस्तीमा रहेको यी दोर्जे तामाङ, उनको परिवार र यो बस्तीका सारा मानिसलाई सुनकोशीमा लगेर पुर्यो। जबकि दोर्जे र यस गाउँका मानिसहरू यस अघि पनि सुरक्षाको माग गर्दै सदरमुकाम चौतारा गएर निवेदन दिएका थिए, तर त्यसको सुनवाई भएको थिएन। 1 वर्ष अगाडि यिनै दोर्जेले आफ्नो गाउँ बचाउनका लागि सरकारले केही नगरेको भनेर गुनासो गरेका थिए। हामीसँग अब सजिलो आएको छैन भन्छ, ऊ के भन्छ सजिलो त्यो छ भन्छ। त्यस्तै उनी हुन् खड्ग बहादुर तामाङ। भालुखोपका यी खड्ग बहादुर पनि यही पहिरोमा पुरिएका छन्। उनको मृत्यु भएको घोषणा भएको छ, लास भेटिएको छैन। उनले 1 वर्ष अगाडि हामीसँग आफ्नो गाउँ पहिरोको खतरामा रहे बारे यसो भनेका थिए। कति गतेबाट हो यो पहिरो जानु सुरु भयो? यो 9 गतेबाट। अहिले अनि त्यहाँ घरमा केही पनि छैन, सबै घरै छोडेर हिँड्नु भयो? घरै छोडेर। कतिजना हुनुहुन्छ? 10 जना जानु हुनुहुन्छ। अहिले कहाँ बस्नु भएको? अन्न पानी केही निकाल्न पाइयो कि पाइएन? अन्न पानी सबै पुर्यो? गाई बस्तु हिरोबाट कल्लो कल्लो थियो। कति थिए गाई बस्तु? 3 एउटा भैँसी, एउटा गोरु, एउटा ब्याउने गाई। त्यो सबै निकाल्नु भयो? कहीँ निवेदन दिएर कसैले केही गर्छु भनेको छैन? छैन। यस समयसम्म उनको पनि लास भेटिएको छैन अनि यहाँका यी कुनै पनि घरहरूको नामो निशान छैन। कहीँ निवेदन दिएर कसैले केही गर्छु भनेको छैन? छैन। 1 वर्ष अगाडि नै गम्भीर खतरा उत्पन्न भइसकेको थियो यो गाउँमा र कुनै पनि बेला जेसुकै हुन सक्ने भय कायम थियो। यसलाई यी मानिसहरूको भनाइले पनि पुष्टि गर्छ र यी मानिसहरूको भनाइले के पनि पुष्टि गर्छ भने स्थानीय सरकारले समयमै यहाँका नागरिकका खतरा र पीडालाई सम्बोधन गरिदिएको भए आज यतिसम्मको भयानक घटना हुँदैन थियो कि भन्नु सही गलत जे भए पनि र यति बेला यो परिकल्पनाको कुनै कामै नभए पनि दृष्टान्त हो यो कि समयमै जनताका पीर मर्का बुझ्ने सरकार भइदियो भने ठुल्ठुला क्षतिबाट जोगिन पनि सकिन्छ र यस्ता घटना नहुन पनि सक्छ। यति नै बेला त मर्ने मरेर गए बाँच्नेलाई बाँच्न सक्ने वातावरण बनाइयोस् भन्नुभन्दा अरू के नै छ र शब्द। अब त पहिरो खसिसक्यो, मानिसहरूको मृत्यु भइसक्यो, बस्ती नै समाप्त भइसक्यो। पुराना कुरा कोट्याएर के गर्नु भनी हामी चुपचाप बस्न नसक्ने भएका छौं, किनभने स्थानीय सरकारले समयमै यिनको पीडालाई सम्बोधन गरिदिनु पर्थ्यो र यस्तो पीर संकट अन्यत्र पनि जारी रहेको हुन सक्छ। अब एकैछिन विश्राम, त्यसपछि बाँकी सन्दर्भका साथ उपस्थित हुन्छौं। सिन्धुपाल्चोकमा सुनकोशी माथि खसेको भीषण पहिरोको असरमा छटपटाइरहेका नागरिकहरू, आफन्त, घरबार, धन सम्पत्ति, जमिन, बस्ती केही रहेन। बिचल्ली छ सयौं परिवारको, कैयौं बेपत्ता छन्, उनीहरूको संसारै पुरिएको छ। यस्तो शोक र भयबीच मानवीय सद्भाव र सहयोगको अभियान भयावह प्राकृतिक विपत्तिमा परेका सिन्धुपाल्चोकका सुनकोशी पहिरो पीडित नागरिकहरूलाई सहयोगका लागि न्युज 24 टेलिभिजनको सहकार्यमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ र नेपाल ट्रक कन्टेनर व्यवसायी संघको संयुक्त पहल प्राकृतिक प्रकोप पीडितका लागि राहतको प्रयास। सुनकोशी पहिरो पीडित राहत कोषको सिटिजन ब्याङ्कमा रहेको खाता नम्बर 00100002359 CA, जनता ब्याङ्कमा रहेको खाता नम्बर 0010090544901। यो मानवीय सहयोग र सद्भावको नेपालीत्व हो।
सिन्धुपाल्चोकमा सुनकोशी माथि खसेको पहिरो, थुनिएको सुनकोशी पहिरो नाघेर बग्न त थालेको छ, तर खतरा अझै छ। सयौं परिवारको विचल्ले, दर्जनौं बेपत्ता, 4 जलविद्युत आयोजना अवरुद्ध, करोडौंको क्षति। शोक र भयबीच सिन्धुपाल्चोकबाट निरन्तर अपडेट मात्र न्यूज। दर्शकहरू, न्यूज 24 टेलिभिजनमा तपाईं पावर न्यूज हेर्दै हुनुहुन्छ। सिन्धुपाल्चोकमा सुनकोशी नदीमा खसेको पहिरोमा आफन्तको लास खोजिरहेका नागरिकको पीडामा केन्द्रित छौं हामी र तिनले खोजेको सरकारको न्याय बारे पनि बोलिरहेका छौं, तर सरकारले यसबारे गम्भीरता नदेखाएको पनि स्पष्ट रूपमा हामी भनिरहेका छौं। जुन विषयमा मंगलबार सिन्धुपाल्चोकका त्यसै क्षेत्रका सभासदहरूले उठाएका विषयमा संसदमा बुधबार गृहमन्त्रीले जवाफ दिएका थिए र त्यो जवाफको सन्दर्भपछि अबको क्रममा स्थलगत अवस्थाको अपडेट। सिन्धुपाल्चोकमा पहिरोले सुनकोशी नदी थुनिएपछि सुरु भएको त्रासदी अहिले पनि कम हुन सकेको छैन। नेपाली सेनाले विस्फोट गराएर पानीको बहाव केही खोले पनि त्रास उस्तै छ र बनेको यो कृत्रिम ताल कुनै पनि बेला फुट्न सक्ने भएले सिन्धुपाल्चोकवासी राम्ररी निदाउन सकिरहेका छैनन्। पानी पूर्ववत रूपमा बग्न सकेको छैन भने बनेको कृत्रिम तालको अवस्था उस्तै छ। यो ताल कुनै पनि बेला फुट्न सक्ने भएका कारण सिन्धुपाल्चोकका लामोसाङ्गु, खाडीचौर लगायतका बजारका बासिन्दाहरू माथिल्लो गाउँतिर शरण लिएर बसिरहेका छन्। त्रास सिन्धुपाल्चोकबाट बढेर काभ्रे हुँदै नदी बहने जिल्लाहरूमा समेत फैलिएको छ। घटनामा परि 156 जनाको मृत्यु भएको छ भने सरकारले उद्धार कार्यमा ढिलासुस्ती गरेको, राहत दिन नसकेको, घाइतेहरूको उपचारको व्यवस्था नगरेको तथा विस्थापितहरूलाई पुनर्स्थापित गर्न नसकेको भन्दै स्थानीयहरूले आक्रोश पोखिरहेका छन्। तर स्थानीय प्रशासनले यसलाई अस्वीकार गरेको छ। सिन्धुपाल्चोकका प्रहरी प्रमुख भरत बोहराले पछिल्लो अवस्थाबारे भने, गाँस बास नपाएर छटपटिएका पीडितहरूलाई राहत, कति बेला फुट्ने हो त्यो जलाशय भन्ने भएमा घरबार छाडेर हिँडेकालाई राहत अनि डरै डर त्रासै त्रासको अवस्थाबाट मुक्तिका लागि तत्कालै आपतकालीन सहयोग गर्नै पर्छ सरकारले। हामी स्थानीयको आवाजमा दबावपूर्वक यो भनिरहेका छौं र हामी यो विषयमा निरन्तर छौं। आजलाई चाहिँ यति नै, बिदा दिनुहोस्, नमस्ते। सिन्धुपाल्चोकको माङ्खा र राम्चे गाविसको दोसाद ड्याम साइटमा पहिरो गएर सुनकोशी नदी थुनिदा 150 जना भन्दा बढीको मृत्यु भएको छ। सयौं विस्थापित भएका छन्। घटनाका पीडितहरूको उद्धार तथा राहत उपलब्ध गराउने तर्फ सरकारी निकायको उचित ध्यान पुगेको छैन। यद्यपि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आवश्यक राहत उपलब्ध गराइएको दावी गरेका छन्। 436 जनाको संख्यामा मानिसहरू विस्थापित भएका छन् भने पहिरोका कारण 56 वटा घरहरू उच्च जोखिममा रहेका छन्। उक्त जिल्लामा पहिरो र तत्पश्चात भएको डुबानबाट विस्थापित व्यक्ति र परिवारहरूलाई खाने र बस्ने व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको छ। यो भनाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको हो। उनले सदनलाई सम्बोधन गर्दै सुनकोशी घटनाका पीडितलाई आवश्यक राहत उपलब्ध गराइनुका साथै उद्धार कार्य चुस्त दुरुस्त रूपमा गरिएको दावी गर्न भए। तर पीडितको अवस्था यस्तो छ। हाम्रो परिवारबाट 11 जना मेरो हाम्रो अंकल आन्टी भाइ बहिनी
हजुरबा हजुरआमाहरू गरेर जम्मा हाम्रो 11 जना हुन्छ हाम्रो आफ्नै सबैजना अब सबै ध्वस्त भइसक्यो सबै सकिसक्यो अब उहाँको लासहरू भेटाउन पोसिबल छैन तर पोसिबल ट्राई गर्नु पर्यो हरेक लास्ट स्टेजसम्म जसरी पनि भेटाउनु पर्छ हाम्रो जिउ र मुख नदेख्न देख्न नपाए पनि अनि मरेर पनि हामीले जसरी नि हामीले देख्न पर्छ होला हामी यहाँ झोला तुम्बा बोकेर हामी यो पुरै साधन बोकेर हामी कहाँ जाने हामीलाई किन हेर्दैन मुर्दा लासलाई मात्र सरकारले हेरेर हुन्छ हामी के मुर्दा लास बराबर हुन सकेका छैनौँ हामी उहाँहरू भन्दा नि खतम भइसकेका छौँ हामी त टर्पी बाँचेका छौँ उहाँ एकैचोटि मर्नु भएछ भने हामी टर्पी मरिरहेका छौँ के त्यसतर्फ केही पनि ध्यान दिन सकेको छैन राहत केही पनि कुनै पनि छैन इन्डियाबाट उताबाट सरकारबाट सरकारलाई सहयोग आएको छ भने कतिजनाको पोस्टबाट यता उसले प्राइम मिनिस्टरले खाने भने उता सभासद भन् के भन् गर्दाखेरि लास्टमा राहत आउने भनेको हामीलाई केही पनि कुनै चान्स छैन हामीलाई केही आउँदैन लास्टमा हुने केही होइन अहिलेसम्म यहाँ भएको घटनाबाट भएको केही छैन हामीलाई पनि केही हुन्छ भने हामीलाई केही पनि लागेको छैन हामीलाई सरकारले गर्छ भन्ने त कुनै पनि आशा नै छैन आशै छैन उहाँहरूले सायद गर्नुहुन्न कि जस्तो लाग्छ मलाई त के गर्न सक्नुहुन्छ उहाँले अझै एकछिन पाउनु होला मलाई अझै धेरै शब्द भन्न बाँकी छ अब हेर्नुहोस् कसरी चाहिँ हाम्रो जीविका कसरी गर्ने हाम्रो घाँस बाँस कपास कसरी हाम्रो निर्वाह गर्ने के गिटीमाथि सुतेर हुन्छ सधैँभरि यसै गरी सधैँभरि जीवनभरि गुजारा हुन्छ मरिँदा मरेर गयो बाँच्नुलाई हामीलाई पनि केही चाहिँदैन हामीलाई बाँच्नुलाई त खानु पर्यो नि ती सबैजना मरेको भए सकिन्थ्यो केही चाहिँदैन थियो बाँचिसकेपछि त चाहियो नि बाँचेपछि सबै कुरा चाहियो बाँचेपछि चाहिन्छ बाँचेपछि चाहिएपछि त हामीलाई त केही न केही त गर्नुपर्छ त्यो गर्ने जिम्मेवारी सरकारको हो के हाम्रो जनताको पसिनाबाट सरकार टिकेको छैन कि सरकार आफै यतिकै माथि हुन सकेको छ कि उसको खल्तीबाट पैसा झिक्यो उनको यो दाबीलाई घटनास्थलको वास्तविकताले गिज्याइरहेको छ स्थानीय प्रशासनले भ्याए भेटेसम्म उद्धार तथा राहत वितरणका लागि प्रयास नगरेको होइन तर राज्यको केन्द्रीय निकायबाट यसतर्फ आवश्यक ध्यान पुगेको छैन न त नदी खुलाउने प्रयासमा सफलता मिलेको छ न थुनिएको राजमार्गको वैकल्पिक गोरेटो बाटोसम्म बनेको छ न त पीडितले राहत नै पाएका छन् घटनाको 5 दिन बितिसक्दा पनि विस्थापितहरूको पुनर्वासका सम्बन्धमा समेत केही नसोचेको सरकारका जिम्मेवार मन्त्रीको भनाइप्रति पनि पीडितहरूको आपत्ति छ शनिबार बिहान 3 बजे गएको पहिरोमा परि मृत्यु हुने 33 जनाको शव भेटिएको छ भने हराइरहेका 123 जनाको पनि मृत्यु भएको पुष्टि सरकारले गरिसकेको छ घटनामा मृत्यु भएकाहरूको प्रत्येकको परिवारलाई 40,000 रुपैयाँ दिने सरकारले जनाएको छ 436 जना विस्थापित भएका छन् पहिरोका कारण 115 घर पूर्ण रूपमा क्षति हुनुका साथै 56 घर उच्च जोखिममा छन् पहिरोका कारण राष्ट्रिय प्रसारण लाइनबाट 65 मेगावाट विद्युत विच्छेद भएको छ सिन्धुपाल्चोकको माङ्खा र रामसेको दोसाँध ड्याम साइटमा पहिरो गएर सुनकोशी नदी थुनिँदा 150 जना भन्दा बढीको मृत्यु भएको छ भने राहत वितरण प्रभावकारी हुन सकेको छैन यता गृहमन्त्री वामदेव गौतमले भने आवश्यक राहत उपलब्ध गराइएको दावी गरेका छन् व्यवस्थापिका संसदको विषयगत समितिले तत्काल सेवा सुचारू गर्न वीर अस्पताललाई निर्देशन दिएको छ यता आन्दोलन लम्बिँदै जाँदा अस्पताल सुनसान बन्दै गएको छ इजरायल र हमास लडाकु बीच 32 गते युद्ध विरामपछि गाजापट्टिका सर्वसाधारण क्रमशः घर फर्कन थालेका छन् प्रकोपले निम्ति आएको भयावह चित्र क्षति र उद्धारको सचित्र विवरण निर्दयी प्रकृति प्रभाव र प्रकोप हर पल खबर निरन्तर मात्र एवेन्यूज टेलिभिजनमा नमस्कार यो खबर भित्रको खबर हो म विवेक रेग्मी दर्शकवृन्द मुलुककै सबैभन्दा जेठो अस्पताल वीर अस्पताल
वीर अस्पतालले यो देशको स्वास्थ्य सेवाको क्षेत्रमा निकै लामो र प्रतिष्ठित इतिहास बोकेको छ। तर यही अस्पताल पटक पटक विभिन्न कारणले चर्चामा आउने गरेको छ, जुन चर्चा सकारात्मक भन्दा धेरै नकारात्मक हुने गरेका छन्। उपचारका लागि आवश्यक न्यूनतम उपकरण समेत नहुँदा आफै थला परेको अस्पतालमा अहिले फेरि आन्दोलन चलेको छ। त्यही कारण बुधबार 11 दिन भयो अस्पतालमा आन्दोलन सुरु भएको। अस्पतालका सम्पूर्ण सेवा ठप्प छन् त्यति बेलादेखि नै, तर अझै निकास निस्किएको छैन। 11औं दिन पनि ठप्प वीर अस्पताल। किन रोकिएन आन्दोलन? जनस्वास्थ्य र मौलिक अधिकारसँग जोडिएको संवेदनशील विषयमा हाम्रो फलोअप। जनस्वास्थ्यसँग यो गम्भीर विषयमा पनि सम्बन्धित निकाय जति गम्भीर बन्नुपर्ने हो त्यति बन्न सकिरहेको छैन। त्यसो त यसको पछाडि हामी कहाँ हुर्किएको संस्कार र राजनैतिक हस्तक्षेप पनि जोडिएको छ। अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने अस्पतालमा बन्द र हडताल गर्न कानूनी रूपमा पनि मनाही छ, तर यहाँ के को कानून, के को नियम? त्यसैले त एउटा गर्विलो इतिहास बोकेको स्वास्थ्य संस्था दिनानुदिन अधोगतितर्फ लागिरहेको छ। छिटो छरितो र भरपर्दो उपचार सेवा त भन्ने कुरा मात्रै भएको छ, बिरामीले उल्टै शास्ति खेप्नुपर्छ। बुधबार 11 दिन पूरा भएको छ वीर अस्पतालमा आन्दोलन सुरु भएको, तर सम्बन्धित निकायले यसतर्फ संवेदनशीलता देखाएको छैन। मुलुककै जेठो वीर अस्पताल जुन पछिल्लो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको नामले पनि परिचित छ, तर यही न्याम्स अन्तर्गतका आवासीय चिकित्सकहरू अहिले आन्दोलनमा छन् र आन्दोलन सुरु भएको पनि बुधबार 11 दिन बितिसकेको छ। आन्दोलनमा रहेका चिकित्सकहरूले अस्पताललाई बिरामी अस्पताल घोषणा गरेका छन्। अस्पतालमा आवश्यक पूर्वाधार तथा उपकरण नभएको र त्यसले विद्यार्थीको सिकाइ तथा बिरामीको उपचार प्रभावित भएको भन्दै आवासीय चिकित्सकहरूले काम गर्न छाडेका छन्। अस्पतालमा बिग्रिएका उपकरणहरूको मर्मत गर्नुपर्ने, न्याम्सको कुलपति, रजिस्ट्रार र रेक्टरको नियुक्ति हुनुपर्ने लगायतका माग राख्दै उनीहरू आन्दोलनमा छन्। अनि आन्दोलनको दोस्रो साता चलिरहँदा प्रभाव यस्तो छ कि अघोषित रूपमा सबै सेवा ठप्प भएका छन्। दर्शकवृन्द, म यतिखेर वीर अस्पतालको यो फिमेल सर्जिकल वार्डमा छु। तपाईहरू पनि देख्न सक्नुहुन्छ यो वार्डमा 43वटा बेडहरू छन् बिरामी भर्ना गरेर राख्नका लागि, तर यहाँ अहिले 7 जना बिरामी मात्र भर्ना भइरहेका छन्। आवश्यक चिकित्सकहरूले 11 दिनदेखि गरेको आन्दोलनका कारण महिना दिनसम्म पुरेर पनि नपाउने यी बेडहरू अहिले खाली खाली बस्दैछन्। यहाँ उपचार गर्न आउने गरिब बिरामीहरू महँगोमा निजी क्लिनिकमा जान बाध्य भइरहेका छन् र पनि सरकार चुप लागेर बसिरहेको छ। यो समस्या समाधानका लागि सरकारले छिटोभन्दा छिटो पहल गर्न पनि जरुरी छ। अहिले अस्पतालमा देखिने दृश्यले यहाँको दुरावस्था चित्रण गरिरहेको छ। त्यसै पनि बिरामी जस्तो अस्पतालमा यतिका दिनसम्म आन्दोलन भएपछि अभिगत झनै दया लाग्दो बनेको छ। यो अस्पतालको फिमेल सर्जिकल वार्ड, जहाँ 43वटा बेड छन्, जुन बेड पाउन महिनौं कुर्नु पर्थ्यो र नेतादेखि मन्त्रीसम्मको सोच लगाउनु पर्थ्यो, तर अहिले यसमा 7 जना बिरामी मात्रै छन्। बाँकी बेडमा दाबी गर्न कोही आएको छैन। वार्डमा भएकाहरूको आवश्यक रेखदेख पनि भइरहेको छैन। आन्दोलन सुरु हुनु अगावै भर्ना भएकाले र अन्यत्र जान सक्ने अवस्था नभएकाले मात्रै यिनीहरू यही रहिरहेका छन्। यो न्यूरो सर्जिकल वार्ड, यो वार्डमा 36वटा बेड छन्, तर यहाँ पनि अहिले 9 जना बिरामी मात्रै छन्। उनीहरू पनि पहिलेदेखि नै भर्ना भएकाले रहिरहेका हुन्।
यहाँ भर्ना भएका मध्ये कतिपयको त शल्यक्रिया हुनै बाँकी छ। तर के गर्नु, विशेषज्ञ डाक्टर अस्पताल नै आउँदैनन् अनि शल्यक्रिया कहिले हुने हो टुङ्गो छैन। यी त एकाध उदाहरण मात्रै हुन्। आकस्मिकदेखि सम्पूर्ण वार्डको अवस्था यस्तै छ अहिले वीर अस्पतालमा। बिरामीको बिचल्ली व्यक्त गर्ने त कुनै शब्द नै छैन। सिराहा मिर्सैयाबाट आएकी यी उर्मिला देवी राम आफ्नो 6 महिनाको बच्चाको ब्रेन ट्युमरको उपचारका लागि यिनी वीर अस्पताल आएको 1 महिना पूरा भयो। शल्यक्रियाका लागि हुन्छ भन्दा भन्दै जब पालो आउन लागेको थियो तब आन्दोलन सुरु भयो अनि उपचार अझै अन्यलमा छ। मेरो छोरालाई ब्रेन ट्युमर भएको छ। 1 महिनादेखि बढी यहाँ भर्ना भन्न गएको छ। डाक्टरहरूले आएर त्यतिकै देखेर गइदिन्छ भन्छ, छिटो गर्छु, अनि अहिलेसम्म केही गरेको छैन। धेरै दिन भयो बस्न। अब कहिले यो हडताल खुल्छ तब हुन्छ कि हुँदैन, कति दिन अझै लाग्छ। यो हडताल कहिले अब खुल्छ त्यही थाहा छैन। त्यो छिटो गर्नु। यिनी मकवानपुरबाट आएकी राममया गोपाली आफ्नो टाउकोमा भएको ट्युमरको उपचारका लागि 1.5 महिना भयो यिनी अस्पताल भर्ना भएको। तर आन्दोलनकै कारण यिनको पनि शल्यक्रिया हुन सकेन। अस्पतालको लागि त यो निरन्तरको नियति जस्तै बनिसकेको छ। तर त्यसको प्रत्यक्ष मार भोगिरहेका छन् सहज र सस्तो उपचारका लागि देशका कुना कन्दराबाट अस्पताल आइपुगेका बिरामी। गरीब र निमुखाको आशा वीर अस्पतालमा यस्तै निमुखाहरूमाथि घोर अन्याय भइरहेको छ। बिरामीको लागि उपचार हुन्छ भनेर आइएको हो। अलिकति यहाँ यो डाक्टर साहबहरूको पनि आन्दोलनले, विशेषज्ञहरूको आन्दोलनले गर्दाखेरि हामी चाहिँ बिरामीको चाहिँ आफन्तहरू धेरै चाहिँ प्रताडित भएको थियो। किनकि यसले टाइममै चाहिँ जसरी चाहिँ अब बिरामीले उपचार पाउनुपर्ने हो त्यो अनुकूलको चाहिँ यथाशब्द चाँडो चाहिँ अहिलेको यो समस्याले गर्दाखेरि चाहिँ हामी त्यो प्राप्त गरिरहेको अवस्था छैन। र जति पनि अहिले यो यहाँबाट दिनुपर्ने सुविधाहरू जस्तो सिटी स्क्यान होइन, सिटी स्क्यानदेखि लिएर चाहिँ सानो किसिमका चाहिँ एक्सरेसम्म चाहिँ बिग्रेको स्थिति, लथालिङ्ग भद्रगोल भएको स्थितिको कारणले गर्दाखेरि चाहिँ हामीले सबै कुरोहरू चाहिँ जति पनि यहाँबाट पाउनुपर्ने सुविधाहरू छन् ती सबै सुविधाहरूबाट वञ्चित भएको कारणले गर्दा बाहिरबाट स्थितिहरू चाहिँ त्यो सुविधा चाहिँ बढी चाहिँ कष्टमा चाहिँ बिरामीलाई लगेर दुःख दिएर अब एक ठाउँबाट एउटा हस्पिटलबाट अर्को हस्पिटलमा जाँदाखेरि यी समस्या कुराहरू चाहिँ उजागर छँदैछ। आवासीय चिकित्सकहरू काम छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालको सबै सेवा बन्द भएको छ। आवासीय चिकित्सकहरू आन्दोलनमा भए पनि वीरमा कार्यरत विशेषज्ञ डाक्टरहरूले बिरामीलाई सेवा दिन सक्थे, तर उनीहरूलाई पनि काम नगर्ने बहाना मिलेको छ। अझै पनि देशका कुना कन्दरा र दूर दराजका नागरिक बिरामी पर्दाको साथी वीर अस्पताल नै हो। तर यो आफै बिरामी पर्दा सरकार र सम्बन्धित निकायहरूले आवश्यक चासो देखाएका छैनन्। पटक पटक अव्यवस्था र आन्दोलनको शिकार बन्दै आएको वीर अस्पताल फेरि एकपटक त्यही विषयलाई लिएर आन्दोलित भएको यतिका दिन बितिसकेको छ। यस बीचमा अख्तियार र संसदीय समितिले वीर अस्पतालको आन्दोलनबारे चासो देखाएको छ, तर पनि समस्या समाधानको छनक मिलिरहेको छैन। थप चर्चा गर्छु तर यो विश्रामपछि। दर्शकवृन्द, अभाव, अव्यवस्था र आन्दोलनको अर्को नाम बनेको छ वीर अस्पताल। पछिल्लो समय अलि दिन भएको थियो वीर अस्पतालबाट आन्दोलनको खबर नआएको, तर अहिले फेरि त्यहाँको अभाव र अव्यवस्था सार्वजनिक भएको छ अनि त्यससँगै सुरु भएको आन्दोलन पनि दोस्रो सातामा चलिरहेको छ। व्यवस्थापिका संसदको महिला, बाल बालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले वीर अस्पतालको सेवा तत्काल सुरु गराउन सरकारलाई निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आवश्यक चासो देखाउँदै अस्पताल सञ्चालन गर्न निर्देशन दिइसकेको छ, तर स्वास्थ्य मन्त्रालयले अस्पताल खुलाउनको लागि ठोस पहल गर्न सकेको छैन। वीर अस्पतालमा अहिले आन्दोलन छ। करिब 2 साता हुन थाल्यो। न आन्दोलन रोकिने छेक छन्द छ, न व्यवस्थापनले केही कदम चाल्ला कि जस्तो छ।
जे छ जस्तो छ त्यसैमा अरू व्यथिति छ, अन्यल छ, अन्धाधुन्द छ र अस्तव्यस्त छ। अस्पतालमा करिब 1000 को हाराहारीमा विशेषज्ञ चिकित्सकदेखि अन्य कर्मचारी काम गर्छन् त के भन्नु, हाजिर गर्छन्। दुःखको कुरा त्यही हाजिर पनि गर्दा रहेनछन् समयमा र धेरै दिनको एकैपटक आफूलाई अनुकूल पारेर हाजिर गर्दा रहेछन् कर्मचारीहरूले। यो कुरा अख्तियारले मंगलबार छापा मार्दा फेला पारेको हो। हामीले चाहिँ कहिले पनि धेरै फ्रेङ्कली भन्छ, हामी चाहिँ हाजिर गर्दैनौँ। कहिलेकाहीँ 6-7 दिनमा एकपटक माथि आएर कहिलेकाहीँ मेडिकल बोर्डमा हाजिर गरिदिनु। हाजिर भनेको डाक्टरको त गर्ने होइन नि, काम हेर्नुको हाजिर। हाम्रो काम हेर्नु मेरो बोस हो, तपाईँको बोस हो, तर तपाईँहरू यहाँ के भन्छ कतिखेर हो भने सरकारमा कहीँ पनि तपाईँहरू चाहिँ ड्युटी कुन हामी कम्फर्टेबल टाइममा आएर भने हस्पिटलमा सिस्टममा चल्दो यो मासपोर्ट कार्यालय 9 to 5 हाम्रो ड्युटी होइन। हाजिर किन राख्नु पर्यो, सिस्टममा सेक्टरमा गर्नु पर्यो, त्यही आफ्नो कर्तव्य निर्वाह गर्नु गरौँ। अहिले हाजिर गर्न नपाएकोमा होइन राख्नु परेको अवस्था आउँछ। सबैले आफ्नो ठाउँमा इमान्दार त देखाइदिउँ न, बस सबै टोटल नेपालीको सुविधा दिएर हस्पिटलको आम्दानी बढाउँ। हामी दाम हुँदैन, एउटा हडताल गर्नुपर्छ, एउटा आफू अनुकूलको मान्छे ल्याउनु पर्छ। हामी काम मरि काम गर्ने फाइदा नराखेर के भन्छ, बिरासो डाक्टर कामै गर्दैन। म किन काम गर्ने त? भोलि मैले मरि काम गर्छ, मेरो ड्युटी निभाइरहेको छु भने यस्तो मेसेज छ कि बिरासोमा काम गरेर बिरासोमा डाक्टरले काम गर्ने। कस्तो विडम्बना, काम गर्ने करिब 1000 को हाराहारीमा रहेको अस्पतालमा पढ्दै गरेका चिकित्सकले आन्दोलन गर्दा ठप्पै छ। प्रतिष्ठान अन्तर्गत अध्ययन गर्ने रेसिडेन्ट चिकित्सकले आन्दोलन गरे रे, तर सरकारी जागिर खाएका तलबे चिकित्सक कहाँ छन्? किन अस्पताल आफै शिकिस्त छ? त्यही जान्न अख्तियार वीर अस्पताल पसेको हो। हिसाबबाट 200-250 डाक्टरहरूले गरेको हडताल मात्रै हो र त्योभन्दा चाहिँ बढी सङ्ख्याका डाक्टरहरू वीर अस्पतालमा पनि हुनुहुन्छ र त्योभन्दा बढी सङ्ख्यामा चाहिँ कर्मचारीहरू यहीँ हुनुहुन्छ। उहाँहरूले चाहिँ आफ्नो ड्युटी चाहिँ पर्फर्मेन्स राम्रो हिसाबले चाहिँ गर्नुभएको छ कि छैन? उहाँले राम्रो हिसाबले चाहिँ गरिदिनु भयो र यहाँ हाजिर गरेर यहाँको समय तोकिएको समयमा यी अस्पतालमा बसिदिएर बिरामीहरूको चाहिँ सेवा गर्नुभएको छ कि छैन, के कस्तो अवस्था रहेछ भनेर चाहिँ हामी चाहिँ बुझ्नको लागि हामी आएको हो। र यसै सिलसिलामा हामीले चाहिँ आर्थिक वर्ष 68-69 र 69-70 को 2 आर्थिक वर्षका चाहिँ कागजातहरू पनि हेर्ने र यहाँ भएको अनियमितताका सन्दर्भमा समेत चाहिँ छानबिन गर्ने उद्देश्यका साथ हामी आएका छौँ। र यसै विषयमा रेसिडेन्सियल डाक्टरहरूको हडतालको विषयमा हामी आयौँ। वीर अस्पतालको चाहिँ कार्यकारी निर्देशक र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति र मन्त्रालयका स्वास्थ्य मन्त्रालयका सचिव सम्पूर्ण समस्याका विषयमा रेजिडेन्सियल डाक्टरहरू समेतको उपस्थितिमा हामीले चाहिँ छलफल गरेका थियौँ र हामीले भिसी लगायतका चाहिँ पदाधिकारीको नियुक्तिको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेर पठाइसकेको अवस्था छ। सिटी स्क्यान र एमआरआई मेसिन समेतका चाहिँ मेसिनरी सामानहरूको सन्दर्भमा यथाशीघ्र चाहिँ पूर्ति गरिदिने ती सामानहरू चाहिँ खरिद गर्ने भनेर हामीले नेम्स र चाहिँ स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा समेतलाई हामीले चाहिँ लेखेर पठाइसकेको अवस्था विद्यमान छ। आन्दोलन सुरु भएपछि अख्तियार 2 पटक वीर अस्पताल पुग्यो। अघिल्लो पटक तत्काल समस्या समाधान गर्न निर्देशन दिएको अस्पताल प्रशासनले टेरपुच्छ नलाएपछि दोहोऱ्याएर अख्तियारले ताकेता गरेको हो। अख्तियारका अधिकारीहरूले अस्पतालको हकीकत बुझ्न खोजेपछि अस्पताल प्रशासनका अधिकारीसँग कुनै दरिलो जवाब छैन, केवल औपचारिकता मात्रै। त्यो त आफ्नो डिपार्टमेन्ट हुन्छ, डिपार्टमेन्ट स्मुथली राम्रो भएको हामी चाहिँ पुछौँ गरिरहेको छौँ। सधैँ डिपार्टमेन्टमा सबै चेक गर्न कुनै पनि बेलामा त्यहाँ गर्दाखेरि अब केही कति कति चाहिँ छ भने त्यो चाहिँ नहुनु पनि सक्नुहुन्छ। के छ भने उहाँ त हामीले सहयोग भूमिका निर्वाह गर्दैन, उहाँहरू नभइकन त हुँदै हुँदैन। अपरेसन गराउनु सकिँदैन। हामीले भनिसक्यौँ, सूचना जारी गरिसक्यौँ भन्नुभएको उहाँले चाहिँ त्यो काम जानु भएको छैन, मान्नु भएको उहाँको माग चाहिँ के छ त्यो चाहिँ अब भिजन माग्ने छ।
त्यहाँको बेथिति अरू विकराल भएको देखेपछि अख्तियारका अधिकारीहरूले 2 आर्थिक वर्षका कागजात नियन्त्रणमा लिएका छन्। अस्पतालमा समय समयमा हुने उपकरण खरिदमा अनियमितता भएको जानकारीपछि सबै कागजात अख्तियारले अनुसन्धानको लागि लिएको हो। उता व्यवस्थापिका संसद अन्तर्गतको महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले वीर अस्पतालको सेवा तत्काल सुचारू गर्न सरकारलाई निर्देशन दिएको छ। देशकै जेठो अस्पताल ठप्प हुँदा गरिब जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु असह्य र गैरकानून भएको भन्दै तत्काल समस्या समाधान गरी सेवा सुचारू गर्न समितिले निर्देशन दिएको हो। स्वास्थ्य सेवा अत्यावश्यक सेवा घोषित भएको सन्दर्भमा गैर कानूनी समेत रहेको ठहर गर्दै नेपाल सरकारले सम्बन्धित पक्षसँग वार्ता लगायत सबै उपाय अपनाई बाधित स्वास्थ्य सेवा अविलम्ब खुलाउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ। स्वास्थ्य मन्त्रीले केही दिन अघि आन्दोलन गर्नेहरूलाई कारवाही गरिने बताएका थिए, तर न अस्पतालमा कुनै सुधार भएको छ न आन्दोलन रोकिएको छ। उनको पनि कुरा मात्रै बढी। हामीले त्यहाँका नियमितता अनियमितता नियमित सञ्चालन गर्ने कुरा र केही साधनहरूको बारेमा उठेका कुराका सन्दर्भमा वीर हस्पिटललाई अहिले 2 अरब 7 करोड रुपियाँ नभइकन यो चाहिँ नि प्रोजेक्ट हामी सञ्चालन गर्न सक्दैन। स्वास्थ्य मन्त्रालयबाट देशका गौरवपूर्ण आयोजनाहरूमा त्यो पारियोस् भनेर स्वास्थ्य मन्त्रालयबाट लेखी पठाइएको पनि छ। यो गलत ठाउँमा मौलाइरहेको राजनीतिको गलत अभ्यासले निम्ताएको अवस्था हो। यो अवस्था सुधार्न कसैले चासो देखाएको छैन। आफ्ना आफ्नै कार्यकर्ता भर्ती केन्द्रको राजनीति अखाडा बनिरहेको छ वीर अस्पताल। अहिले वीर अस्पतालमा देखिएको दृश्यले अस्पताल आफ्नो प्रतिष्ठाको मात्रै होइन, यो देशको सरकार र यहाँ हुर्किरहेको संस्कारको पनि खिल्ली उडाइरहेको छ। आखिर किन पटक पटक बल्झिरहेको छ वीरमा यस्तो समस्या? किन राजनीतिको अखडा बनिरहेको छ देशको एउटा प्रतिष्ठित स्वास्थ्य संस्था? के गर्यो भने सुल्झन्छ समस्या सधैँको लागि? यसबारे थप चर्चा गर्छौं, तर यो विश्रामपछि। दर्शकवृन्द, मुलुककै जेठो वीर अस्पताल भद्रगोल र अव्यवस्थाको पर्याय बनेको छ। देशभरिबाट गरीब र न्यून आय भएकाहरू सस्तो उपचार पाउने आशामा वीर अस्पताल आउने गर्छन्, तर अस्पतालको खुम्चन्दो सेवाका कारण अधिकांश बिरामी फर्कनुपर्ने या निजी अस्पतालतिर जानुपर्ने बाध्यतामा छन्। कि त उपचार नगरी चित्त बुझाउनुपर्छ, कि त शल्यक्रिया र ल्याब परीक्षण बाहिरै गराएर निजी अस्पताल सरहकै खर्च गर्नुपर्छ। यसको मतलब वीर अस्पतालको नामसँग जस्तो सेवाको इतिहास जोडिएको छ त्यो अब बाँकी छैन। गरीब नागरिकलाई सस्तो र सहज उपचार सेवा दिनुपर्ने अस्पताल आफै थला परेको छ, आईसीयूमा पुगेको छ। यति हुँदाहुँदै पनि जसो तसो चलिरहेको थियो अस्पताल, तर पछिल्लो समय अस्पतालमा भएको आन्दोलनले झनै बदनाम भएको छ वीर अस्पतालको। उमेरले शताब्दी नागेको यो अस्पतालको बेथिति यथार्थमा कहाली लाग्दो छ। यसको खास कारण राजनैतिक हस्तक्षेप नै हो। निकै लामो समय बितिसकेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेतृत्वविहीन अवस्थामा पुगेको। अस्पतालसँगै सयौं विद्यार्थीहरू अध्ययन गरिरहेको प्रतिष्ठान महिनौसम्म नेतृत्वविहीन हुनु लज्जाको विषय हो। विकृति, विसंगति र भ्रष्टाचारको अखाडा जस्तै बनेको वीर अस्पताल राजनैतिक हस्तक्षेपको शिकार बन्दै आएको वर्षौं भइसकेको छ। नेतृत्व नहुँदा त्यहाँ गर्न सकिने नीतिगत सुधार र प्रशासनिक निकाय अस्तव्यस्त बन्दैछ। दक्षता र क्षमताको उच्चतम प्रयोग हुने यस्ता महत्वपूर्ण निकायमा यहाँ राजनीतिक नियुक्ति हुन्छ अनि माताहतका सबै ठाउँ राजनैतिक खेल मैदान जस्तै हुन्छन्। राजनैतिक खिचातानीकै कारण रिक्त रहेको नेतृत्व कहिले पूरा होला र सुधार होला? यो अवस्था वीर अस्पतालको भद्रगोल एक पक्षमा मात्र होइन। नेतृत्व रिक्त हुँदा नीतिगत निर्णय हुन नसक्दा अध्ययन र चिकित्सकहरू मर्कामा छन्।
नेतृत्व नहुँदा अस्पतालका कर्मचारी कसैको नियन्त्रणमा छैनन् र विशेषज्ञ चिकित्सकहरू निजी अस्पतालमा व्यस्त छन्। सरकारी र सस्तो शुल्कमा उपचार गर्न आउने निम्न आएका बिरामी यहाँ आएर व्यथा दुगुना बनाएर अरू अस्पताल जानुपर्ने बाध्यता छ। भौतिक व्यवस्थापन र आधुनिक उपकरण नहुँदा भोग्नु परेका शास्ति त कति हो कति। आम नागरिकको सस्तो शुल्कमा उपचार गरिने भनेको यस अस्पतालमा त्यहाँ भइरहेको अव्यवस्थाकै कारण महिनौसम्म पालो पाउने अवस्था छैन। बिरामीको संवेदनासँग गरिने खेलवाड त कति हो कति। सबै ढंगबाट छाडा जस्तै बनेको यस अस्पतालभित्र समय समयमा आन्दोलन पनि भइरहन्छन्। यस्ता अति संवेदनशील क्षेत्रमा हुने आन्दोलनले मर्कामा पर्ने बिरामी नै हो, तर सुन्ने कसले। यही व्यथिति विरुद्ध भन्दै अहिले अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले आन्दोलन थालेका छन्। निरीह प्रशासन यो हकीकतको बारे उस्तै निरीह जवाफ दिन्छ। यो राम्रो बाटो बन्नु होइन अब उहाँहरूको चाहिँ नि जायज मागहरू चाहिँ नि पदाधिकारीले चाहिँ नि सक्रिय समुदायले अभियान सम्बोधन गरेर यो समस्या चाहिँ समाधान गर्नुतिर लाग्नु पर्थ्यो। अब यो होइन भने त यो मतलब चाहिँ रेसिडेन्ट डक्टरहरूले चाहिँ काम छोड्यो भने त्यस्तो बाटोमा आयो भने बिरामीहरूलाई चाहिँ ठुलो मर्का पर्नु देखिन्छ। अहिलेसम्म यहाँ हामीले कस्तो समस्या झेल्दै आउनु भएको छ? जस्तो उपकरणहरू छैन, सिटी स्क्यान छैन। त्यो त अब सबैले थाहा पाएको है। अब हाम्रो सेन्ट्रल हस्पिटल भन्ने बेलामा है टर्सरी लेभलको हस्पिटल भन्ने यहाँ सिटी स्क्यान नभएको 1 वर्षभन्दा बढी भइसक्यो होइन। एमआरआई भन्ने छैन, पहिले राखेकै छैन। यहाँ अलि सुविधा सम्पन्न हुनुपर्ने हो है यो सबैतिरबाट हेर्दाखेरि। अब बाहिरको मान्छेहरूले पनि ठान्छ मतलब चाहिँ सेन्ट्रल हस्पिटल टर्सरी लेभलको हस्पिटल सबै होला भन्ने ठान्नु स्वाभाविकै हो, तर वास्तविकता त्यस्तो छैन। यहाँ चाहिँ धेरै चाहिँ मतलब चाहिँ हामी चाहिँ पछाडि छौँ। सामान्य भनौँ, फिजिकल फेसिलिटी भनौँ होइन, बेडको सङ्ख्या भनौँ, यो मतलब चाहिँ वर्षौँ मतलब चाहिँ 25 वर्ष पहिला जति बेड छ त्यतिकै बेड छ होइन, जनसङ्ख्या त्यतिकै बढेछ। अब यस्तो 1900 भरोसा टुट्ने छ र वीरसँग इतिहास मात्र बाँकी रहनेछ। एउटा प्रतिष्ठित निकाय यति बिजोग हुन पनि किन हेर्दैन सम्बन्धित निकाय? एकातिर यही थलिएको वीर अस्पताललाई लैनुगाई बनाएर मोटाउनेहरू फस्टाए छन् भने अर्कोतर्फ आम नागरिकको आस्था र विश्वास धराशायी बन्दैछ। अहिले सार्वजनिक भएको अवस्था र विद्यार्थी तथा चिकित्सकहरूले गरेको आन्दोलन त पछिल्लो उदाहरण मात्रै हो। वर्षौंदेखि यस्तै समस्याको चंगुलमा फसेको छ वीर अस्पताल। खास गरी बहुदलीय व्यवस्थासँगै अस्पतालमा राजनीतिक नियुक्ति सुरु भएपछि अस्पतालको पनि अधोगति सुरु भएको थियो। 1 दशक अघि यो अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पताल बनाइएपछि अस्पताल अव्यवस्थाको झनै नमुना बनेको छ, झनै अस्तव्यस्त बनेको छ। समग्रमा समस्याको जड अनावश्यक राजनीतिक हस्तक्षेप र सरकारी काम गराएको शैलीमै जोडिएको छ। त्यसैले समस्याको अस्थायी समाधान भन्दा पनि दीर्घकालीन समाधानको बाटो खोज्नु आवश्यक छ र यसतर्फ बेलैमा गम्भीर नबने वीर अस्पतालको अभिगत यो भन्दा पनि दयनीय बन्ने छ। हवस् त, आजको लागि खबरभित्रको खबर यति नै। भोलि नयाँ विषयका साथ उपस्थित हुनेछौँ। खबरभित्रको खबरको लागि हेर्दै रहनुहोला एबी न्यूज टेलिभिजन। नमस्कार। व्यवस्थापिका संसद अन्तर्गतको बालबालिका, महिला, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले वीर अस्पतालको सेवा तत्काल सुचारू गर्न सरकारलाई निर्देशन दिएको छ। यसअघि मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो।
संसदीय सचिवालय सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले आवश्यक चिकित्सकको आन्दोलनले वीर अस्पतालको सेवा प्रभावित भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ। बैठकमा समितिका सदस्यहरूले देशकै जेठो अस्पताल ठप्प हुँदा गरीब जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु असह्य र गैर कानूनी भएको बताए। समितिले आवश्यक चिकित्सकहरूको जायज माग सम्बोधन गरी तत्काल सेवा सुचारू गर्न निर्देशन समेत दिएको छ। बैठकमा स्वास्थ्य मन्त्री खगराज अधिकारीले आन्दोलनरत चिकित्सकहरूलाई पटक पटक आन्दोलन फिर्ता लिन आग्रह गरे पनि अटेर गरेको बताए। उनले आवश्यक चिकित्सकको जायज माग सम्बोधन र अनियमितता छानबिनका लागि समिति समेत गठन गरिसकेको जानकारी गराए। बैठकमा सभासदहरूले प्रमुख राजनीतिक दलहरूले भागबण्डा गरेर वीर अस्पताललाई समाप्त पार्न खोजेको आरोप समेत लगाए। यसअघि मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो। आयोगले 2 सातादेखि आन्दोलनमा रहेका आवश्यक चिकित्सकहरूलाई तत्काल काममा फर्किन निर्देशन पनि दिएको थियो। प्रेमिकाको प्रयोग गरी अपहरण गरेर रकम असुल गर्ने डन अभिषेक गिरी सहितको समूहलाई प्रहरीले पक्राउ गरेको छ। म र एकजना मेरो साथीलाई झगडा लागेको छ, तर उनीहरू पनि घाइते भएको छ। मेरो गाडीले उनीहरूलाई पनि अलिकति लाग्यो। उहाँहरू केमा आउनु भएको देख्नु? तपाईँको सबै घेरेर बसिरहेको छु बाइकमा होला। कतिजना चाहिँ थियो? अब अहिले त त्यो लुटेराहरू मात्रै चिनियो होइन। पुल लगायत 15-16 जना जति उनीहरूसम्म। तपाईँहरू चाहिँ कतिजना? हामी गाडीमा 5 जना। दर्शकवृन्द, एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको बचाउ त्यसै गरी चरीको प्रतिक्रिया हामीले देखायौं। अब खासमा को हुन् त प्रहरीको खोजीमा रहेका गुण्डा नायके दिनेश अधिकारी चरी? यो रिपोर्ट हेरौं। धादिङ घर भएका गुण्डा नाइके दिनेश अधिकारी चरी धादिङ क्षेत्र नम्बर 1 का एमाले पूर्व उपाध्यक्ष समेत हुन्। एमाले नेता केपी ओलीको संरक्षण पाएपछि चरी सार्वजनिक चर्चाको विषय बनेका थिए। राधी समूहले गोली हानेपछि अस्पतालमा उपचार गराइरहेका चरीलाई भेट्न पुगेका ओलीले चरीको पक्षमा खुलेरै वकालत गरेका थिए। गुण्डा दिनेश अधिकारीमाथि संस्थाहरूले कुनै शान्ति भङ्ग गरे के हो यो? अब यसलाई पनि बङ्गाउनु भनेको त्योभन्दा विकृत मानसिकता, यसलाई बङ्गाएर प्रस्तुत गर्न आफै प्रोत्साहन हो अपराधलाई। बङ्गाएर प्रस्तुत गरे भनेको अपराधलाई प्रोत्साहन। सँग जबरजस्ती रकम असुली, ठेक्का पट्टा कब्जा र गैंडाको खाक तस्करी गरेको प्रहरीको आरोप छ। 2 वर्ष अघि गैंडाको खाक तस्करी गरेको अभियोगमा प्रहरीले चरीलाई काठमाडौँको बालाजु स्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो। एमाले धादिङ क्षेत्र नम्बर 1 का उपाध्यक्ष भएकै बेला पक्राउ परेका चरीलाई राजनीतिक दबावमा मुक्त गराइएको थियो। मलाई त्यो क्रिमिनल माइन्डेड क्रिमिनलहरूसँगको पनि बहस विवाद गर्न छैन। यसमा सबै प्रकारका अपराधहरू क्रमशः यो यस्ता अनेक प्रकारका कुरा गर्नेहरू गर्दै गर्छन्। तर हाम्रो डिटर्मिनेसन के हो भने यस देशलाई हामी शान्तिपूर्ण देश बनाउँछौँ, यस देशलाई हामी लोकतान्त्रिक देश बनाउँछौँ। लोकतन्त्र विरोधीहरू, शान्तिका शत्रुहरू, अपराधिक मनोवृत्तिकाहरू र भ्रष्टहरू यस्ता तत्त्वहरू चिनिन्छन् पनि र ती आफै समय क्रममा तिनीहरू आफै साइजमा पनि लाग्छ। जस्तो यही केसमा पनि हजुरलाई चाहिँ अलिकति केही नेगेटिभ भनेको छ। म पनि एउटा जस्तो धादिङको उपाध्यक्ष हुनुहुन्छ होइन, आक्रमण पनि किन राजनीतिज्ञमाथि नै हुन्छ होइन, त्यो तरिकाले पनि हो। यसैलाई बुझ्नु पर्यो, यसैलाई सोध्नु पर्यो। काठमाडौँमा रमेश खरेल प्रहरी प्रमुख बनेर आएपछि भने चरी भागेर सिंगापुर र भारतसम्म पुगेका थिए। खरेलका पालामा उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी भइरहेको थियो। 6 महिना अघि धादिङकै गुण्डा नाइके राधे भण्डारीसँग उनको झगडा भएको थियो। कुनै समयमा उनकै ग्याङमा रहेका भण्डारीले चरीलाई गोली हानेका थिए। कार्यक्रम बढाउँदै थियो, बीचमा अब लुटेरा समूहले आक्रमण गर्यो। त्यो सतुमल भन्ने ठाउँमा समीर बस्ने लुटेर एउटा त्यो भण्डारी भन्ने खुच्चिएर राधे भन्ने यी दुईटाले यो लगायत यसका समूहहरू। तपाईँसँग चाहिँ पहिलादेखि उनीहरूसँग केही त्यस्तो थियो? लुटेराहरूलाई मैले त्यति राम्रोसँग चिन्दैन, हल्का बेला बेला देखिरहेको खुच्चीहरू
तपाईँलाई के गोली प्रहार भएको? गोली नै प्रहार तपाईँ मात्रै घाइते हुनुभयो, अरू कोही घाइते? म मात्रै घाइते, म र एकजना मेरो साथीलाई झन्डा लागेको छु, तर उनीहरू पनि घाइते भएको छ। मेरो गाडीले उनीहरूलाई पनि अलिक ढिला लाग्यो। उहाँहरू केमा आउनु भएको थियो देख्नु? तपाईँको सबै घेरेर बसिरहेको छु, बाइकमा होला। कतिजना चाहिँ थियो? अहिले त त्यो दुईवटा लुटेराहरू मात्रै चिन्ने हो होइन, ऊ लगायत 15-16 जना जति। तपाईँहरू चाहिँ कतिजना? हामी गाडीमा 5 जना। त्यसको बदलामा चोरीले भण्डारीलाई खुकुरी हानेपछि प्रहरीले खोजी थालेको थियो। नुवाकोटका व्यापारीहरूसँग धम्काएर असुलेको 21 लाख रुपैयाँको चेक र अवैध हात हतियार सहित पक्राउ गर्दा पनि एमाले नेतृत्वकै दबावमा केही सार्वजनिक अपराधको अभियोग लगाएर उन्मुक्ति दिएको थियो। चोरीले हानेको गोली लागि एक प्रहरी पनि घाइते भएका थिए। घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको थियो। धादिङको राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चोरी केही समयदेखि सार्वजनिक रूपमा हिँडडुल गरिरहेका थिएनन्। दर्शकवृन्द, यो त थियो गुण्डा नाइके दिनेश अधिकारी चरीको नालीबेले। प्रहरीको खोजीमा रहेका उनी आज मारिएका छन्। काठमाडौँको भीम ढुङ्गामा प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका उनको शव पोस्टमार्टमका लागि यति बेला शिक्षण अस्पतालमा छ र शिक्षण अस्पताल परिसर तनावग्रस्त छ। उनका समर्थकहरूको नाराबाजीका कारण उनीहरूले शिक्षण अस्पताल परिसरमा ढुङ्गा मुढा समेत गरेका छन्। खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।